हरेक वर्ष हिन्दू मात्रको महान चाड दशैँ अर्थात् मोहनी नखाको सुरुवात आश्विन शुक्ल प्रतिपदाको दिनबाट हुन्छ। यो हामी सबैलाई थाहा भएकै विषय हो। यस दिन घरको मूल पूजा कोठामा विधिपूर्वक जमरा राखिन्छ, जसलाई नेवा समुदाय बीच नलास्वा तयगुबाट प्रख्यात छ। यसबाट जमरालाई नलास्व भनेको स्पष्ट हुन्छ, जहाँ नला र स्व दुई फरक शब्द हो। नला भनेको जौबाट निस्किएको वनस्पति हो भने स्व भन्नाले फूल भन्ने थाहा हुन्छ। जौबाट उम्रने वनस्पति नै फूल भएकोले यसलाई नला स्व भनिएको हो, जुन देवी भवानीलाई अति मनपर्ने फूल हो। मोहनीभरि देवीलाई चढाउन अनि आफू र आफन्तलाई लगाइदिन नलास्वाको उपयोग रहन्छ। विशेष गरी निधारमा रातो टीकासँगै कालो मोहनी टीका र शिरमा नलास्वाको बेजोड सम्मिश्रणले हरेकको मुखार बिन्दु हँसिलो उज्यालो पाउनु मोहनीको विशेषता नै बनेको हुन्छ। यसमा नलास्वाको भूमिका अझ अतुलनीय रहेको छ। नलास्वा तेछोबाट निस्केको एउटा फूल हो। तेछोलाई नेपालीमा जौ, संस्कृतिमा यवो भनिन्छ, जुन अन्नको राजा पनि हो। नलास्वा धार्मिक सांस्कृतिक पवित्रताको प्रतीक मात्र होइन, आयुर्वेदको एउटा खम्बा पनि हो। विभिन्न औषधीय गुणले सम्पन्न नलास्वाको उपयोगबारे थप जानकारी राख्न नलास्वाको उपयोगिताको लागि मोहनी नखा नै पर्खिनु नपर्ला कि कसो।